हेर तँलाई एउटा कुरा भनौँ न। भन्न केही कुरा हो। मलाई त अहिले शुक्रबार नाइन हुन्छ जस्तो लाग्छ यार। किन हुनु नि? शुक्रबार अरू दिन त निन्द्रा पुगेन ठिकै, शुक्रबार त झनै गाह्रो हुन्छ यार। किन त्यस्तो? यो दिन अलिक गाह्रो हुन्छ अरू दिन भन्दा। आँखा पोल्छ, टाउको दुख्छ, यस्तै साथी यार परदेश जिन्दगी। साथी यार यो निन्द्रा नपुग्दा त घरको साह्रै याद आउने यार। सही भने घरमा भएको भए मम्मी बाबाले आनन्दले सुख भन्नुहुन्थ्यो, टाउको दुख्दा औषधि खा भन्नुहुन्थ्यो, बिरामीहरू औषधि उपचार गर्नुहुन्थ्यो। ओ यार नयाँ बिरामीलाई हेरचाह गर्छन्, न टाउको दुख्दा औषधि खा भन्छन्, न राम्रोसँग निन्द्रा पुग्छ, न मिल्ने साथी नै छन् यार। त्यसै गाह्रो छ जिन्दगी चाहिँ। आफ्नै अगाडि कसैले खाना खाँदैछ भने तैँले खाना खाइस् भनेर सोध्दैनन्। हो परदेशी जिन्दगी जिउन त अति नै गाह्रो, जोगै बस्न सक्दैनन्। घरको याद, ती साथीहरूसँग बिताएका पलहरू, आमाको नाममा काखमा सुतेको यादले धेरै सताउने रहेछ। के गर्न सकिन्न, परदेश जिन्दगी छन्। हामी न कसैको चाहना, न केही कुराको भर, न समयमा खाना, न राम्रो निद्रा। होस् यार, जति सम्झे त्यति गाह्रो। बेर नगए भविष्यको चिन्ताहरू सताउँछ। खाना खानलाई घरमा परिवारसँग बसेर खाएको याद आउँछ। यसो डुल्न गयो, साथीहरूसँग गरेका ती रमाइला पलका यादले सताउँछ। गरेछ परदेश जिन्दगी।